अलिकति भुलिन्छ कि अगाडि फेरि माइकमा किन लाउँछस् घुर्की नदेखा तेरो चटक लेख्न सक्छस् भने लेख हामी जस्तो कडक पालो आउन दे गेमबाट हट एभिट गट तेरो करियर नै चट सुन मेरो ऱ्याप सिधै पश्चिमबाट तेरो गीत सुन्दा मेरो गीत ह्याङ भएको छ गाँजा गोटी खाएर मर्ला हड्डी बाहिर आछ लुरे ज्यान भएको छ मलाई टक्कर दिने यहाँ लिएर आइज कहाँ छ दुर्गेश थापा इन्सपायर तेरो ध्यान कता गाछ नेपको सिन खाना हेर तेरो दाइ आछ मान्छे पुरै फेक ब्रो माइन्ड गर चेक ब्रो सोचेर त लेख ब्रो लिरिक्स तेरो कबाडी गीतमा सधैँ हावा गफ हान्न चोड्दै कबाडी जारे ऱ्यापरलाई हान्छु पछाडि लछाडी खसाडी खुट्टाबाट लतारी कसैले नै नछाडी आजकालको ऱ्यापरहरू जाँडा सबै तोरी नेपाली हिपहपलाई लागि फोरी तेरो गीत सुन्दा कन्फ्युज मन दोरी ऱ्याप हो कि दोरी म हो यहाँको राजा यो हो मेरो ठाउँ काम छैन बाबु तेरो फर्किए आफ्नो गाउँ सिन खाना आयो हेर्ने पपमा तेरो बाउ त कुकुर होस् भाइ गर्दै हजुरलाई नै सब फेरि ए हो मेरो ठाउँ बाबु तेरो फर्किए आफ्नो गाउँ आयो हेर्ने पपमा तेरो बाउ त कुकुर होस् भाइ गर्दै बछाउ मेरो गीतमा ज्ञान पाउँछस् दिमागभरि ज्ञानभर हग्नेदेखि पार्ने यहाँ जो पनि छ ऱ्यापर पन्चलाइन बाज खान्छस् तैँले झापर गीतमा सधैँ लाउने बुढी तेरो डान्सर नेपाली हिपहपलाई लागिसक्यो क्यान्सर मान्छे मार्ने कुरा गर्छ बन्नु खोज्छ क्यान्सर कहीँ कुरा ध्यान गर हिपहपको हाली ड्यामभर कलपाल होला फेरि शरीर अलि ज्यानभर सबैले लिल डगको डिस हानेर रहेछ मलाई सब गएर हेरिदिनु त्यस्तो अगाडि त्यो पछाडिको पुरै लेखेको थिएँ मैले पछाडिको पुरै लेखेको थिएँ अगाडिको फेरि अब यो नामै भएन कि त्यहाँ कसले एउटा प्रश्न सोध्छु म जस्ट तिमीलाई रियल एन्सर चाहिँ हामीलाई त रिसाएको छैन सुनौँ भन्ने सुनेको होइन भनेको यस्तो होइन तर तिमीलाई यो डिस गर्छु म याबीलाई भनेर त्यो सोचै छैन थियो नसोचिकन कसरी मैले तिमीलाई भने चाहिँ तिम्रो ऱ्यापरहरू त नेपालमा धेरै छ होइन तर याबी त गोठलाई नै म डिस गर्छु भनेर चाहिँ तिमीले चाहिँ कसरी तिम्रो दिमागमा आयो होइन मैले रियल कुरा भन त्यो मैले त्यो हिसाबले लेखेको थिएँ झोलाको टाइपमा त्यो छाडा गीत भन्ने त्यो बिचमा छ नि दोस्रो भर्समा अनि अगाडि फेरि टुक्कामा फेरि अब त्यो सल्लाह गरेर ठिक छ अरू कुरा अब कुरै नगरौँ अब यताउति होइन ठिक छ रमाइलो भयो मैले किन गरेको भनेर पनि चाहेन के उसकोमा जाऊ टक्क लाइक साइक हाल्यो हाम्रो हामी होइन यहाँनिर हेर आफ्नो यस्तो एडलाई पनि अब यहाँनिर सपोर्ट गरेर सबजना उसको युट्युब भिजिट गरेर लाइक सब्सक्राइब गरिदियो भोलिको दिनमा अझै राम्रो लेख्ला होइन केही कज नभइकन चाहिँ डिसहरू चाहिँ ननिकाल्नु आफूलाई कुनै कुरामा चित्त बुझेको छैन भने चाहिँ निकाल्नु पनि पर्छ ठिक होला ऱ्याप इन्डस्ट्रीमा मलाई थाहा पनि छैन त्यो चाहिँ अब इफ केही कुरा चित्त बुझ्दैन भने त पायो होइन भन्न पायो मलाई पनि अब कतिले यो यस्तो भन्छ उस्तो गर्छ भन्छ होइन अब त्यो त गर्न पायो तर एउटा कच्चा हुनुपर्छ जसमा मान्छे को हिटमा छ त्यसलाई टार्गेट गर्छु भन्ने चाहिँ हुँदैन नि फेरि होइन मैले भनेको चाहिँ तिमीलाई इफ कोहीसँग चित्त बुझ्दैन भने पायो लेख्न आफ्नो फिलिङ्स हो राइट टु फ्रिडम हो नि होइन तर यो हिटमा छ यसको चाहिँ मैले खुट्टा ताने भने म पनि हाइमा जान्छु भन्ने खालको चाहिँ त्यो माइन्डसेट हुनु भएन बुझ्यौ नि ठिक छ राम्रो छ होइन याबी ठिकै छ त सबजनाले गएर कमेन्ट चाहिँ हान्दिनु के कमेन्ट हान्ने मलाई थाहा छैन तर कमेन्ट चाहिँ हान्नु के मन लाग्छ तपाईँहरूलाई माया चाहिँ देखाइदिउँ मार देखाइदियो भ्यू चिज बढाइदिउँ अब भाइ पनि अब दाङबाट नत्र अब याबीसँग अब त्यस्तै खालको भयो याबी आउँदैछ भनेर ऊ भेट्न नि आउने चाहिँ होइन उसले भन्यो होला